कोशी प्रदेश चौथो त जेठ 3 गते हुन लागेको प्रथम पत्रको परीक्षाको लागि मैले नमुना प्रश्न सेट ल्याएको छु र यी प्रश्नहरू पहिले सोधिसकेका हुन् कोशी प्रदेशमै। र च्यानलमा नयाँ जोडिनु भएको छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला, भिडियो अन्तिमसम्म हेर्नु होला र अन्तिममा मैले एउटा क्वेसन दिनेछु, त्यसको उत्तर पनि दिनु होला। ढिला नगरी प्रश्न नम्बर 1 मा सुरु गरौँ। प्रश्न नम्बर 1 मा भनेको छ नेपालको इतिहासमा कुन पर्वलाई बस्नेत पर्व भनिन्छ भनेर चिनिन्छ भनेको छ। बस्नेत पर्व भनेर चिनिन्छ भनेको छ। क्वेसन नम्बर 1 मा अप्सन ए मा मकै पर्व, कोत पर्व, लाइब्रेरी पर्व, भण्डाराखाल पर्व भनेको छ। यसमध्ये क्वेसन 1 को सही उत्तर हुन्छ भण्डाराखाल पर्व, अप्सन डी। र त्यसैगरी अप्सन डी क्वेसन नम्बर ए को सही उत्तर हो। 2 नम्बर क्वेसनमा लिच्छवी कालमा जिल्लालाई के भनिन्थ्यो भनेको छ। ए मा गढी, बी मा दुर्ग र सी मा जिल्ला, डी मा विषय भनेको छ। यसको सही उत्तर हो अप्सन डी विषय भनिन्थ्यो। क्वेसन नम्बर 3 मा जाम। 3 मा भनेको छ गो फर जिरो पोलिसी केसँग सम्बन्धित छ भनेको छ। अप्सन ए मा कोभिड-19 को संक्रमण दर कम गर्न लिएको नीति, बी मा जीव जन्तु अवैध शिकार कम गर्ने नीति, वायु प्रदूषण कम गर्ने नीति, अम्लरक शून्यमा झार्ने नीति भनेको छ। यसको सही उत्तर हो अप्सन ए कोभिड-19 को संक्रमण कम गर्न लिएको नीति। र राष्ट्रिय जनगणना 2078 बमोजिम सबैभन्दा कम साक्षरता भएको प्रदेश कुन हो भनेको छ। कर्णाली प्रदेश भनेको छ अप्सन ए मा, बी मा सुदूरपश्चिम प्रदेश, सी मा मध्य प्रदेश, डी मा लुम्बिनी प्रदेश भनेको छ। क्वेसन नम्बर 4 को सही उत्तर हो अप्सन सी मध्य प्रदेश। समृद्ध नेपाल स्वच्छ नेपाली भन्ने मूल नाराका साथ सिन्धुपाल्चोकको गुफाडाँडामा भएको जलवायु परिवर्तन सम्बन्धी सम्मेलन को घोषणा पत्रको नाम के थियो भनेको छ। साझा सिन्धु, साझा पृथ्वी, साझा भविष्य, साझा चिन्तन भनेको छ। यसको सही उत्तर हो अप्सन ए साझा सिन्धु। अन्तर प्रदेश परिषदमा तलका मध्ये को सदस्य रहँदैन भनेको छ। रहँदैन हो कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नेपाल सरकार भनेको छ। अप्सन ए मा गृहमन्त्री नेपाल सरकार, अर्थमन्त्री नेपाल सरकार, मुख्यमन्त्री सबै प्रदेशको भनेको छ। यसको चाहिँ अप्सन ए सही एन्सर हो। क्वेसन नम्बर 7 मा गएका छौँ। नेपालको संविधान बमोजिम महाभियोगबाट पद मुक्त हुने पदाधिकारी तलका मध्ये कुन कुन हुन् भनेको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधान न्यायाधीश भनेको छ ए मा, न्याय परिषदका सदस्य र सर्वोच्च अदालतका न्यायाधीश भनेको छ। प्रधानमन्त्री र मन्त्रीहरू भनेको छ। अप्सन सी बाहेक अरू दुईटा भने भयो। यसको मतलब अप्सन डी सही उत्तर, ए र बी। 8 नम्बरमा छ सङ्घीय सुशासनका लागि योग्यता प्रणाली भन्ने मूल नाराका साथ लोकसेवा आयोगको प्रथम राष्ट्रिय सम्मेलन कहाँ सम्पन्न भएको छ भनेको छ। यो प्रथम राष्ट्रिय सम्मेलन चाहिँ धुलीखेल काभ्रेपलाञ्चोक भएको थियो र यसका पछिल्ला सम्मेलनहरू पनि याद गर्नु होला। 9 नम्बरमा सच्चा मित्रले आनन्दलाई 2 गुणा र पीडालाई आधा बनाइदिन्छ भन्ने भनाइ कसको हो भनेको छ। क्वेसन नम्बर 9 मा विलियम शेक्सपियर, फ्रान्सिस बेकन, जोन मिल्टन र थोरो भनेर अप्सनमा दिएको छ। यसको सही उत्तर हो अप्सन बी फ्रान्सिस बेकन। 10 नम्बरमा छ बिमस्टेकको सम्बन्धमा तलका मध्ये कुन भनाइ सही छ भनेको छ। बिमस्टेकमा सदस्य रहेको आसियानका सदस्य राष्ट्रहरूमध्ये म्यानमार हो भनेको छ। यो ठिक छ। बिमस्टेकको सचिवालय भुटानको थिम्पूमा रहेको छ भनेको छ। यो चाहिँ गलत छ। बिमस्टेकको पहिलो महासचिव सुमित नागाल्यान्ड श्रीलङ्काका हुन् भनेको छ। यो पनि सही छ। र बिमस्टेकका महासचिवको कार्यकाल 4 वर्ष हुन्छ भनेको छ। यो सही छैन। त्यसैले अप्सन बी मा हेरौँ त 1 र 3 मात्र ठिक भनेको छ। यो सही उत्तर हो। खुसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग कुन मन्त्रालय मातहत पर्दछ भनेको छ। क्वेसन नम्बर 11 मा यसको सही उत्तर हो गृह मन्त्रालय अन्तर्गत पर्दछ। राष्ट्रिय कर दिवस 2078 को अवसरमा सबैभन्दा बढी संस्थागत आयकर तिरेर सम्मानित हुने कम्पनी कुन हो भनेको छ। यो पहिला सोधेको क्वेसन भएकोले यसलाई चाहिँ नयाँ अपडेट हेर्नु होला। हाम्रो फेसबुक पेज एबी बडवाल भनेर सर्च गर्नु होला। त्यसमा मैले हालिदिएको हुन्छु सँगसँगै। यसको सही उत्तर हो सूर्य नेपाल हो। कुन देशलाई 13 नम्बरमा भनेको छ कुन देशलाई युरोपको बफर जोनको रूपमा चिनिन्छ भनेको छ। क्वेसन नम्बर 13 मा यसको सही उत्तर हो अप्सन ए मा बेल्जियम भनेको छ। यो सही उत्तर हो। सन् 2022 को बफर पुरस्कार कसलाई प्रदान गरियो भनेको छ। र एमा सेहेन करुणाटिलाका र स्टिभन वन्डर, रिचर्ड पावर, नडिफा मोहम्मद भनेको छ।
यसको चाहिँ 14 नम्बरको सही उत्तर हो अप्सन ए सही उत्तर हो। सार्क राष्ट्रहरूमध्ये हाल सार्क शिखर सम्मेलन आयोजना नभएको सार्क राष्ट्र कुन हो भनेको छ मालदिप्स, अफगानिस्तान, भुटान, पाकिस्तान भनेको छ। यो सही उत्तर हो अप्सन बी। संयुक्त राष्ट्रसङ्घको प्रमुख अङ्ग तलका मध्ये कुन होइन भनेको छ आर्थिक सामाजिक परिषद यो हो, सचिवालय हो, अन्तर्राष्ट्रिय न्यायालय पनि हो र अप्सन डी को विश्व स्वास्थ्य सङ्गठन भनेको छ यो चाहिँ होइन, त्यसैले अप्सन चाहिँ यो भनेको कुन होइन भनेको छ। दिगो विकासका लक्ष्यका सूचकहरू कति छन् भनेको छ 232, 242, 252, 262 भनेको छ। यसको सही उत्तर अप्सन ए 232। तलका मध्ये कुन राष्ट्रिय निकुञ्ज होइन भनेको छ सगरमाथा राष्ट्रिय निकुञ्ज हो, शिवपुरी राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज हो, तर अन्नपूर्ण होइन, संरक्षण क्षेत्र हो अन्नपूर्ण है। यी राष्ट्रिय निकुञ्जको ठुलोदेखि सानो अनि त्यसपछि सबैभन्दा सानो र अन्नपूर्ण संरक्षण क्षेत्रहरूको पनि याद गर्नु होला। 19 नम्बरमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोट कुन क्षेत्रसँग सम्बन्धित छ भनेको छ क्षेत्रीय आर्थिक विकास भनेको छ, अन्तर्राष्ट्रिय एकीकृत विकास भनेको छ जलवायु परिवर्तन भनेको छ र डी नम्बरमा पहाडी क्षेत्रमा भौतिक पूर्वाधार विकास भनेको छ। क्वेसन नम्बर 19 को यो 19 को चाहिँ डी हो, पहाडी क्षेत्रमा भौतिक पूर्वाधार विकास। राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गरेको आविष्कार कुन हो भनेको छ एक्सरे भनेको छ यो होइन, हार्ट रेट मेजरिङ डिभाइस यो पनि होइन, रोबोट फर सेक्युरिटी गार्ड भनेको छ यो पनि होइन र डीमा मेडिसिन एन्ड फुड डेलिभरी रोबोट भनेको छ। अप्सन डी हो यसको सही उत्तर, मेडिसिन एन्ड फुड डेलिभरी रोबोट। नवीकरणीय ऊर्जामा तलका मध्ये कुन पर्दैन भनेको छ सोलर इनर्जी भनेको छ पर्छ, हाइड्रो पावर इनर्जी पनि पर्छ, वेभ इनर्जी र वाइन्ड इनर्जी भनेको छ। यसको सही उत्तर सी वेभ इनर्जी चाहिँ पर्दैन। क्वेसन नम्बर 21 मा पहिलो स्मार्ट मोबाइल फोन कहिले आविष्कार भएको थियो भनेको छ एमा 1992, 1994, 1996, 1998 भनेको छ 1994 यसको सही उत्तर। कोशी प्रदेशको कुल क्षेत्रफल कति रहेको छ भनेको छ प्रतिशतमा पनि सोध्न सक्छ, याद गर्नु होला। 22,905, 23,905, 24,905 र 25,905 भनेको छ 23 नम्बरमा। यसको सही उत्तर अप्सन डी हो, 25,905 वर्ग किलोमिटर क्षेत्रफल रहेको छ, वर्ग मिटर क्षेत्रफल रहेको छ किलोमिटर। 25 मा तल दिएका मध्ये सही जोडा छान्नुहोस् भनेको छ धरान धनकुटा राजमार्ग बेलायत, अरनिको राजमार्ग चीन, ठीक छ। त्यसपछि अर्को के दियो त सिद्धार्थ राजमार्ग थाइल्यान्ड यो होइन, सिद्धार्थ राजमार्ग भारत हो, पृथ्वी राजमार्ग रुस भनेको छ यो चीन हो, रुस नभएर। त्यसैले अप्सन 1 र 2 ठिक भएको अप्सन बी मा छ। सन् 2023 को अस्ट्रेलियन ओपन टेनिसको विजेता को हुन् भनेको छ एमा रोजर फेडरर र नोभाक जोकोभिच, राफेल नडाल र एन्डी मुरे भनेको छ। यसको सही उत्तर अप्सन बी नोभाक, अप्सन बी हो। र त्यसै गरी अब नेपालमा पहिलोपटक एभोकाडो महोत्सव कहिले आयोजना गरिएको थियो भनेको छ अप्सन 2074, 2075, 2076, 2077 को मङ्सिर भनेको छ यो 75 को मङ्सिरमा हो। 15औं पञ्चवर्षीय योजनाले प्रति व्यक्ति कुल राष्ट्रिय आय कति पुर्याउने लक्ष्य राखेको छ भनेको छ यो 15औं पञ्चवर्षीय अहिले 16औं चलिरहेको छ अहिले चाहिँ, र 15 को पनि सोधिन सक्छ, तर 16औं को पनि याद गर्नु होला, 16औं को चाहिँ धेरै याद गर्नु होला। अनि दीर्घकालीनमा कति पुर्याउने भनेको छ 12,100 छ। मरेको व्यक्तिको भौतिक प्रतिमूर्तिलाई चाहिँ शालिग भनिन्छ भने जीवित व्यक्तिको भौतिक प्रतिमूर्तिलाई के भनिन्छ भनेको छ यो प्रतिमा। आदिवासी जनजाति बहुजातीय सङ्ग्रहालय कुन जिल्लामा रहेको छ भनेको छ धरानको सुनसरीको धरान भनेको छ, कास्कीको पोखरा, काठमाडौँको भिरकुटी मण्डप र घलेगाउँ लमजुङ भनेको छ। यसको सही उत्तर हो धरान। निम्नमध्ये गलत जोडा पत्ता लगाउनुहोस् भनेको छ माईपोखरी इलाम भन्यो, सतासी धाम झापा, साल्पा पोखरी तेह्रथुम, ब्राक्षेत्र सुनसरी भनेको छ। यो गलत जोडा चाहिँ साल्पा पोखरी तेह्रथुम हो, भोजपुरमा पर्छ तेह्रथुम नभएर, त्यसैले सही उत्तर सी भनेको। 31 नम्बरमा क्षेत्रफलको आधारमा ठुलोबाट सानो राष्ट्रिय निकुञ्ज मिलाउनुहोस् भनेको छ। क्षेत्रफलको आधारमा ठुलोबाट सानो राष्ट्रिय निकुञ्जमा
मकालु परौं राष्ट्रिय निकुञ्ज, सगरमाथा, सेफुक्सुण्ड, लामटाङ दिएको छ। सबैभन्दा ठुलो त सेफुक्सुण्ड भइहाल्यो 3 नम्बर हैन। त्यसपछि लामटाङ राष्ट्रिय निकुञ्ज, त्यसपछि मकालु र त्यसपछि सगरमाथा छ। यो अप्सन डी मा छ। अप्सन डी सही उत्तर। र क्वेसन नम्बर 32 मा विश्वको सर्वोच्च शिखर सगरमाथा सोलुखुम्बु जिल्लाको खुम्बु पसाङ लामु गाउँपालिकाको कति वडामा पर्छ भनेको छ। यो 4 नम्बर वडामा पर्छ। एसियाको नोबेल पुरस्कार भनिने रोमन म्याग्सेसे पुरस्कार तलका मध्ये कसले पाएका छन् भनेको छ। महावीर पुनले। र यो तपाईहरुको लागि क्वेसन हो। पोलिटिक केसँग सम्बन्धित छ। म यो उत्तर भनिदिने छु लास्टमा र त्यहाँसम्म म आइक्यू भन्ने छु। त्यससम्म चाहिँ कमेन्ट गर्नु होला साथीहरु है त। ल हामी आइक्यूमा गएका छौं अब। यसमा चाहिँ कसरी गएको छ सिरिज दिएको छ। यसमा dx 3 4 मा 3 7 7 मा 3 10 हैन 10 मा 3 यसरी गएको छ। 3 3 भनेपछि n 14 मा 14 मा 3 जोड्यो भने 17 17 मा कुन पर्छ क्यू क्यू यसम्म हेर्नु पर्दैन। अब हाम्रो लास्टको कुन छ x - 1 u s t b w x x - w w 24 23 22 बाट फेरि 2 20 19 अप्सन ए हुन्छ 11 नम्बरको। र 12 नम्बरमा भनेको छ यो चाहिँ 20 को चाहिँ कस्तो छ ए ई आई ओ यू फेरि ए ई आई ओ यू सर्गा छ है। 12 नम्बरमा म्याट 31 एसटीएटी 56 स्ट्याटिक भनेर भनेको छ। यसमा चाहिँ कसरी गएको छ भने 13 नम्बरमा एम पर्छ 13 प्लस 1 14 अनि 20 34 भयो हैन। अनि त्यो जतिवटा अक्षर छ त्यो घटाइदिने 34 माइनस एमएटी भनेको 3 वटा छन् 3 टा घटायो भने 31 बच्ने। त्यसैगरी स्ट्याटिकको हेर्दाखेरि अब त्यसैगरी हामीले स्ट्याटिकमा हेर्नु पर्दाखेरि एस चाहिँ 19 नम्बरमा पर्छ 19 प्लस टी 20 मा अनि प्लस 1 ए अनि प्लस फेरि 20 9 प्लस 3 कतिवटा छन् 6 वटा छन्। यहाँ त्यो 6 वटा घटाइदिने यहाँ 9 बाट 6 घटायो भने 3 टा मात्रै बच्छ। अक्षर 6 वटा छ नि त स्ट्याटिकमा त्यही भएर 3 3 6 भयो। यो 26 हैन अनि यो 20 20 40 40 मा 26 जोड्यो भने कति हुन्छ त भने 66 हुन्छ। अप्सन सी यसको राइट उत्तर। एक्सक्युज को सी एक्स ई एस्यु गरे जस्तै अब फिंगर को के हुन्छ भनेको छ। यसमा चाहिँ के गर्यो जुन तेस्रो र दोस्रोलाई चाहिँ सुरुमा लेख्यो अनि लास्टको र सुरुकोलाई बीचमा लेखेको छ। अब हामीले के हुने भयो एनआई हुने भयो। यसमा एनआई हेर्नुस् है अनि एफआर एनआई एफआर भएको कुनमा छ एनआई एफआर भएको अप्सन बी यसको सही उत्तर भइहाल्यो। क्वेशन नम्बर 14 मा पी आफ्नो घरबाट पश्चिमतर्फ हिँड्न थाल्छ भनेको छ। पश्चिमतर्फ 25 मिटर हिँड्यो र दायाँतर्फ मोडिन्छ भनेको छ। दायाँतर्फ 10 मिटर हिँडेर अगाडि बढ्छ र त्यसपछि दायाँतर्फ फेरि 15 मिटर हिँड्यो हैन। अनि अब 135 भनेको 90 यता भयो 135 यता भयो भने कुन दिशातर्फ बढिरहेको छ भनेको छ। यो दक्षिण पश्चिम हुन्छ। यो दक्षिण पश्चिम दक्षिण भयो भने दक्षिण पश्चिमतिर अप्सन बी यसको सही उत्तर। तल दिएका शब्दहरूले वर्णक्रम अनुसार मिलाउँदा शब्द कुन क्रममा बस्छन् दिएको विकल्पबाट छान्नुहोस् भनेको छ। डिआईएसटीआई डिआईएसटीए भनेको छ। डिआईएसटीए कुनमा छ ए र सी मा छ डिआईएसटीए हैन अनि त्यो त भइहाल्यो। अब डिआईएसटीआई एन के ए लगानी आउँछ नि त एन भन्दा त्यही भएर अप्सन सी सही उत्तर। डी को क्रममा प्रश्न चिन्ह भएको स्थानमा संयुक्त अंक के होला भनेको छ। प्रश्न चिन्ह दिएकोमा यसमा चाहिँ के भएको छ भने
7 तिन 21 माइनस 2 अनि 19 दुना 19 तिन 57 यसमा चाहिँ यसरी छ 7 दुना 14 प्लस 5 19 19 दुना 38 प्लस 5 43 43 दुना मेरो अब 3 7 9 इन्टु 2 है यसरी यसको चाहिँ 3 7 9 इन्टु 2 9 दुना 18 7 दुना 14 15 अनि 3 दुना 6 1 7 758 मा 5 जोड्दा कति हुन्छ 60 63 763 अप्सन सी यसको सही उत्तर। अब यसै गरी यसको चाहिँ कसरी छ हेर्नुस् है प्रश्न चिन्ह 17 तिन 51 प्लस 1 17 तिन 51 प्लस 3 54 अब जतिले गुणन गर्यो त्यति पछाडि जोड्ने 19 चौको 76 प्लस 4 21 पंचे 105 प्लस 5 110 अप्सन बी सही उत्तर। 18 नम्बरमा भनेको छ 18 नम्बरमा चाहिँ वाट चिन्हमा यसै कसरी छ 4 दुना 8 6 दुना 12 9 दुना 18 कति हुन्छ त 8 दुना 16 यहाँनिर 8 हुने भयो। र दिएको मेट्रिक्स प्रश्न चिन्ह भएको स्थानमा उपयुक्त अङ्क राख्नुहोस् भनेको छ। यसमा चाहिँ यस्तो छ 9 चौको 36 प्लस 3 7 छक्का 42 प्लस 5 भने अब कतिले गुणन गर्दाखेरि 49 माइनस 4 गर्दाखेरि कति हुने भयो त 45 अब कतिले गुणन गर्दाखेरि 9 पंचे 45 अप्सन डी सही उत्तर है। एउटा मानिसले 6 किलोमिटर प्रति घण्टाको गतिमा 30 किलोमिटर यात्रा पूरा गर्छ भनेको छ। 30 किलोमिटर कति घण्टामा गर्यो त 6 किलोमिटर हिँड्छ भने 1 घण्टामा 5 घण्टामा गर्यो हैन त। अर्को 40 किलोमिटर चाहिँ कतिमा गर्यो 5 घण्टामै पूरा गर्यो भनेको छ। भने सम्पूर्ण यात्राको लागि उसको औसत भनेको सम्पूर्ण कति भयो 70 भयो। अनि घण्टा कति भयो हामीलाई त गति निकाल्नु छ नि त स्पिड निकाल्नु छ घण्टा कति छ 10 छ अनि 10 7 70 7 किलोमिटर पर आवर। एउटा समूहमा केही गाई र मानिस छन् त्यसपछि जहाँ टाउको संख्या 80 र खुट्टाको संख्या 200 छ भने यस्तोमा चाहिँ के गर्ने सूत्र छ L/2 माइनस h लेग अपन 2 माइनस हेड भनेको छ। अब लेग कति छ खुट्टाको संख्या 200 डिभाइड 2 गरेर कति हुन्छ 100 हैन अनि हेड 80 भने गाईको संख्या कति होला भनेको छ अनि 100 माइनस 80 घटायो भने 20 अप्सन ए सही उत्तर। 22 नम्बरमा बिहानको 10 बजेर कति मिनेट जाँदा दिनको 12 बज्नलाई ठिक त्यसको 90 मिनेट चाहिन्छ भनेको छ। जस्तै अब यसमा अप्सन सी 10 40 लिँदाखेरि कति भयो त 12 बज्न कति चाहियो 60 80 चाहियो नि त 40 दुना 80 हुन्छ 80 मिनेट चाहियो नि त 12 बज्नलाई 10 40 पछि त्यही भएर सही उत्तर अप्सन सी। 23 नम्बरमा भनेको छ आँकडा एक्समा दिएको टुक्राहरुमा कुन चित्र बन्दछ भनेको छ यी टुक्राहरुबाट यी टुक्राहरु हेर्दाखेरि यो पनि बन्दैन यो बी पनि बन्दैन सी मा हेर्दाखेरि चाहिँ सी चाहिँ बन्छ यसको सही उत्तर सी भयो त्यही भएर। निम्न चित्रमध्ये समूहमा नमिल्ने कुन भनेको छ समूहमा नमिल्ने हेर्नुस् त यो चुच्चोमा छ यो पनि चुच्चोमा तर यो चाहिँ बीचैमा छ के कोण त्रिकोण त्यही भएर अप्सन डी यसको सही उत्तर भयो। त्रिभुजको संख्या गणना गर्नुस् भनेको छ त्रिभुजको चाहिँ यो तल्लोमा हेर्नुस् 8 वटा छन् यस्तो छ भने कसरी गन्दिने यो रेखाहरु 1 2 3 4 इन्टु 2 गर्दाखेरि कति 8 अब यसमा त 8 मा 3 यो त 3 हुन्छन् 1 2 यो ठुलो एउटा 3 11 सही उत्तर। अब मैले अघि भनेको थिएँ एउटा अन्तिममा भन्छु भनेर कति साथीहरुले कमेन्ट गर्नुभयो हेर्नुस् है त। पोलिटी केसँग सम्बन्धित छ भनेको छ पोलिटी चाहिँ संगीतसँग सम्बन्धित छ पनि याद गर्नु होला। र अहिलेको चाहिँ नयाँ सिलेबस आएको छ त्यसमा एउटा जीके व्याकरण पनि आउँछ नेपाली व्याकरण त्यो पनि याद गर्नु होला। नयाँ सेट लिएर पनि आउने छु र त्यसको लागि चाहिँ यो भिडियोहरुलाई हेरेर
500 लाइक पुगाउनु पर्ने छ साथीहरू, त्यो सपोर्ट गरिदिनु होला हजुरहरूले। हस् त, यति भन्दै अर्को सेटमा भेटौँला भन्दै धन्यवाद। साथ सफर गर्नु होला।